हेलो गाइज, वेलकम माई न्यू ब्लग। आज म तपाईँलाई नयाँ स्टाइलले ब्लग दिन गइरहेको छु। पुरा भिडियो चाहिँ हेर्नु होला है। अहिले चुनावको माहौल चलिरहेको छ र केपी शर्मा ओली र गगन थापाले आफ्ना एजेन्डाहरू सार्वजनिक गरेका छन्। अनि केपी शर्माले एजेन्डामा के भनेका छन् भने अब 10 GB डाटा दिन्छु भनेका छन् र गरिबहरूलाई 25,000 को ऋण मिनाहा गरिदिन्छु भनेर भनेका छन्। अब यो कुरा चाहिँ कतिको गर्ला नि त केपी शर्मा ओली? जित्नको लागि मात्र हो कि कुरा चाहिँ यताउता गर्ने? तर मलाई लाग्दैन केपी शर्मा ओलीले यस्तो गर्छन्। तर जित्नको लागि चाहिँ विभिन्न किसिमका एजेन्डाहरू ल्याइरहेका छन् र 10 GB डाटा दिन्छु भनेका थिए। तर तिनको सरकार भएको बेला हामीले सामाजिक सञ्जालहरू बन्द भइसकेपछि के चलाउने, होइन? त्यस्तो हुन्छ। तर अहिले हामीले केपी शर्मा ओलीको एजेन्डा सुनेर निकै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ यस विषयको, होइन? अब केपी शर्मा ओलीले आफू जित्नको लागि विभिन्न किसिमका एजेन्डाहरू सार्वजनिक गरिरहेका छन् र गाइजहरू, होइन? त्यो अब गगन थापाको पनि कुरा गरिहालौँ। गगन थापाले चाहिँ अहिले के भनिरहेका छन् भने रवि लामिछाने भनेको ठग हो भनिरहेका छन्। तर अदालतमा विचाराधीन भएको मुद्दामा ठग हो यताउता भन्न चाहिँ चुनावको मुखमा यस्तो भन्न चाहिँ पाइँदैन। अब गगन थापालाई छानबिन हुनु पर्यो भनेर पनि निकै चर्चा आइरहेको छ। अब त्यो कुरामा पनि गगन थापाले रवि लामिछानेको विचाराधीन रहेको मुद्दामा यताउता बोलेर त्यस्तो नगर्नुपर्ने। अब गगन थापाले जित्नको लागि यताउता, अब चुनाव नजिकै छैन त, जो नेताहरू झन् आतुर भइरहेका छन्। अनि मलाई लाग्छ अब केपी शर्मा ओलीले एजेन्डाले, अब गगन थापाले रवि लामिछानेको सहकारी काण्डले अब के हुन्छ त? अब फागुन 21 चुनाव अब हामीले राम्रोलाई चुन्नुपर्छ। तर एजेन्डाको भरमा जिताउने हो भने अब केपी शर्मा ओलीको पनि एजेन्डाकै भरमा जिताउनु हो भने हामीले चाहिँ अब हामीले केपी शर्मालाई अगाडि पनि देखेर आएका छौँ, चुनावमा जिताइसकेका छौँ, होइन? अब केपी शर्माले होइन कि अब काम गर्नेलाई राम्रो छानेर चाहिँ भोट दिनु होला भन्न चाहन्छु। र म तपाईँलाई आज त्यो जानकारी दिनुको साथै अब म तपाईँहरूलाई मेरो घरको बाटो देखाउँछु, सहर देखाउँछु है गाइजहरू, हेर्दै गर्नु होला। हेर्न सक्नुहुन्छ, यो चाहिँ मेरो घरको छत हो। ट्र्याक्टर जाँदैछ गाइज, यस्तो आवाज दिन्छ नि यहाँनिर। रोड हुँदा फेरि ट्र्याक्टर आउँछ, आवाज दिन्छ। हेर्न सक्नुहुन्छ यहाँनिर पनि रोड छ, उतातिर पनि रोड छ।